हेर्नु गाइस गर खतरा रियाक्सन गरिहाल्ने चिन्ता नगर्नु मेरो जे पनि हुन्छ फेक रियाक्सन हुन्न अनेस्ट रियाक्सन हुन्छ किनकि मैले हेर्दिनँ अब प्रि वाच गरिसकेर फेरि आएर रियाक्सन गऱ्यो भने केही खासै रियाक्ट गर्नै आउँदैन के त्यही भएर मैले हेर्दिनँ अनि यो क्यामेरा रेकर्ड गर्छु रेकर्ड गरेर क्यामेरालाई फालिदिन्छु ब्याकग्राउन्डमा वर्क गरिरहेको हुन्छु अनि आफ्नो अनेस्ट रियाक्सन हुन्छ मैले नर्मली यस्तै भिडियो हेरेको जस्तै त्यस्तो हुन्छ नि त अनि त्यही भएर अलिक राम्रो रियाक्सन हुन्छ त्यही भएर गाइस सुरु गरिहालौँ तपाईँले उस दाइको भिडियो त हेरिसक्नुभयो होला तर यो अनुहारको रियाक्सन हेर्नु भएकै छैन आज मेरो अनुहार हेर्न आउनु फेरि पनि आइसकेको छु तपाईहरुको छ्याक्ने रोस्टर पिवाई अमृत किनभने बजारमा यस्तो खतरा मिमहरु आएको रहेछ एकचोटी सबै मिलेर हेरौँ अनि हाँसौँ है त म त उमेर पनि भयो नि विवाह गर्ने होला विवाह गर्नु त अहिले नै अब 2-3 वर्ष फेरि कोसँग गर्नुहुन्छ केटासँग गर्नुहुन्छ केटीसँग गर्नुहुन्छ तपाईँ खास कुकुरसँग गर्छु म त पत्रकारहरू पनि कस्तो हुन्छन् भने कि जब ऊ थाहा छ ऊ त्यस्तो टाइपको मान्छे हो भने किन घोचिराख्नु पर्छ के बारम्बार तिमीहरुलाई मेरो दिमाग खराब नगर है थाहा भएन केटीहरूको दिमाग कहाँ हुँदो रहेछ हाँस हेर्न राडीको केही पनि अहिले मलाई केटीहरूले दर गाली गर्छन् ओके बेबी 1 देखि 100 सम्म एउटा नम्बर चुज गरेर त 9 अबदेखि हामी 9 दिनसम्म नबोल्ने यस्तो भनेर कहाँ हुन्छ बेबी तिम्रो त चिटिङ भएर मलाई अर्को एउटा चान्स देऊ न ल 1 देखि 100 सम्म चुज गरेर त 100 बिचरा उस दाइलाई दिक्क भएको थियो होला 100 एकैचोटि बिचरालाई बोल्नै मन लारिन्छ यार तर गर्लफ्रेन्ड राम्रो छ नि यार त्यस्तो राम्रो गर्लफ्रेन्ड बरु यसो यतातिर नेभर ट्रस्ट एनीवन क्या गाण्डु है गुड मर्निङ गाइस यसो नयाँ धेरै गर्नु गरम महिना ला यस्तो भिडियो गरौँनीले यस्तो रिस उठ्छ नि मलाई यस्तो मजाले कति हाम्रो दाइलाई हेर्न दिइरहेको होला नि आनन्दले हेरिरहेको हुन्छ लास्टमा फुत्त आउँछौ कि तिमीहरू बाइक चलाउनेहरूको भविष्यमा बच्चा नहुन सक्ने पाइएको छ आजकल धेरै मानिसहरू अफिस बजार वा दैनिक कामका लागि बाइक प्रयोग गर्छन् बाइक चलाउनु सहज र छिटो हुने यातायातको माध्यम हो तर यसले स्वास्थ्यमा केही लुकेका खतरा पनि ल्याउन सक्छ हालै गरिएको एक अध्ययन अनुसार लामो समयसम्म बाइक चलाउँदा पुरुषको प्रजनन क्षमतामा नकारात्मक असर पर्न सक्छ बर्बाद भयो त राजकुमार थापा मगर ख्याल गर है विशेष गरी बाइक चलाउँदा शरीरको पेल्भिक क्षेत्रमा निरन्तर दबाव पर्छ यो क्षेत्र पुरुष प्रजनन प्रणालीसँग हुन नि यो बाइक चलाउँदा अहिले त चलाएको थिएन म पहिला बर्मा भन्दा चलाएको थिएँ गाइस बर्मा एउटा मेरो बाइक थियो नि अहिले त यहाँ थाइल्यान्डमा चलाउनु हुन्न नि ठुलो रोड छ डर लाग्छ ठोकिन्छ कि भन्दा बडाङ्गे अस्ति नै नेपाली ठोक्यो सम्बन्धित हुन्छ लगातारको दबावले त्यहाँको तापक्रम वृद्धि गराउँछ तापक्रम बढ्यो गेडा ट्याङ्की जुद्यो फुट्यो गेडा सेडा फुट्यो जसले शुक्रकीटको गुणस्तर र संख्या दुवै घटाउन सक्छ मसँग त स्कुटर छ भाले बिरिरी नजिस्काउने यी दाइलाई कस्तो मजा लाग्छ के रमाइलो मान्छे हुनुहुन्छ क्या दाइ सोचेर फेरि नयाँ गरेर भिडियो त लामो छ गाइस धेरै गर्दिनँ अहिले फेरि बाबाले हान्नुहुन्छ भिडियो लामो छ आधीसम्म मात्रै गर्ने हो दाइलाई क्रेडिट दिने हो बजारमा नमुना निस्किन्छ यार ओ माई गॉड यार आजदेखि तर म 50-50 पार्टनर सही हो म्या अब काम पनि 50-50 गर्नु पर्यो नि त अब मिलेर गरौँ न कसरी गर्ने हो म सपना देख्छु त पुरा गर नेपाली आउँछ तपाईलाई कसम यो एडले मेरो जिना हराम गरेछ नेपाली बोल्न ओइ आउँदैन के हो तर यस्तो इनोसेन्ट जेनेरेसन अब हामीले कहिले पाइदैन हो दाइ भया बिल्कुल हो यार
तर हेर न बजेको गरी जिउर निकाले कस्तो क्युट देखेको हेर मेरो माया छ भने रुमाल किन देऊ के हुँदैछ यता ब्रेकअपले यति बिटी ट्रमा दिन्छ जस्तो त लागेको थिएन यार मलाई त यार ल लुका के के भयो हाम्रो सिसन दाजुलाई के गरे भन् साँच्चीको लप परेको कि के हो भनेको तर जे होस् जोडी राम्रै छ सुहाउँछ बेस्ट कपल ए माका मानिलिउ कि होइन सिसन तर guys, मलाई एउटा meme याद आयो। जोडी राम्रै छ के गरे इच्छा त लौडा अरे त्यही हो अगाडि जाम ए माका मानिलिउ कि होइन सिसन बानिया र गुराँस नानीको बिहे भयो अनि बच्चा बच्ची जन्माए बच्चा बच्चीको नाम चाहिँ के हुन्छ होला गुसी गुसी सी गु फलो ब्याग दिएन फलो ब्याग देऊ भनेर भनिरहेको नेपाली नागिन सिसन सरलाई फलो ब्याग दिने होइन साइड ब्याग दिने हो साइड ब्याग हामीसँगै छ हजुर हेर्नुहोस् त यता होइन चिपाको यस्तो मोडर्न ब्याग पाउनुहुन्छ अनि किरिङ पनि राख्नु मिल्ने यसरी झुन्डाउनु मिल्ने हजुर अगाडि पकेट पनि छ यहाँ चेन पनि छ भित्र पनि टान्ने पकेट छ यताउति राख्नु मिल्ने भित्रको भित्र पनि पकेट छ हजुर पैसा पनि 3-4 हजार हालेर दिन्छ नि दाइ साइड ब्याग त तपाईँलाई चाहिन्छ यस्तो छ सिसन दाजु तपाईँ म्याडै भएको हो तर छिटै बिहा भएको हेर्न पाइयोस् मलाई पनि बोलाउनु होला है बिहामा एक थाल मासु भात खान आउँछु म लाडो खा प्लिज यार 1000 रुपियाँ देन यार म पर्सि जसरी भए पनि दिन्छु कि प्लिज यार प्लिज म तेरो खुट्टा समाउँछु यार ल पर्सि जसरी नि दे नि प्लिज यार 3 वर्ष भइसक्यो मेरो पैसा लगो अब त फिर्ता दे यार यस्तै हुन्छ हो नि एक सेकेन्ड यो 3 वर्षदेखि एउटै कपडा किन लाइरहेछन् दुइटैले यार दाइ त्यस्तो डिपली डिटेलमा नजान्नु न हो मिम हो कि अनि तिम्रो चाहिँ गर्लफ्रेन्ड छैन नि त मेरो nowadays combination with dark humors छगुर humors ले कुनै गल्ती भयो के म गल्ती भयो कहाँ बसी बस पार्कमा त्यो पुल वरिपरि हो पुलको ठाकी अगाडिपट्टि ए यहाँ कोठी छ कोठी छ गुरु अनुहार गोरी गोरी छ गोरी छ गुरु कपाल यति छ हो छ गुरु ए 1500 के भन भाउ म फ्यामिली सो नै फ्यामिलीसँग बस्न हेर्न नमिलेसी अब कसको विश्वास गर्नु र खै यार आदरणीय दर्शक देख्नुहुन्छ हेर्नुहोस् एयरपोर्ट गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टमा भैँसी हेर्नुहोस् मिनवाइल यो जग्गा किन हामीले किन्यौँ भन्ने कुरा त्यो मैले चाहिँ बुझ्नु अस्ति मैले मिम रियाक्ट गर्दा एउटाले गाडीबाट निस्केर भने थिएँ अहिले भैँसीले लगाटेछ भैँसीलाई धरी छुट्यो अब यसले हाम्रोमा आएर चाट्छ घाँस कति खानु भएको छ तपाईँ भर्जिन हुनुहुन्छ कि हुनुहुन्न कतिवटा रागोले गरे तपाईँलाई भनेर सोध्छ भन्ने पिरले हो कि पक्कै अगाडि घडी हान्नुपर्छ गाइस अहिले बाबा आयो नि हान्नु त्यो भैँसीहरूले पनि लहटेको 10 11 12 ए बुढा त्यत्रो जिम गरेर के फाइदा जब कि भैँसीले लहर्दा भाग्नु पर्छ भने 17 18 19 20 के हो गाइस हेर न मम्मी तपाईँलाई म कस्तो लाग्छ हिरो लाग्दैन तेरै गर्लफ्रेन्डलाई सोध्न गर्लफ्रेन्ड हुनु परेन मम्मी सोध्नुलाई त्यसो भए तँ आफै बुझ्न सही हो गाह्रो छ आजभोलि मम्मीहरू त लास्टै सेभेज हुन यो दाइको मिम रिभ्यू भन्दा नि दाइको रोज भिडियो चाहिँ असाध्यै मन पऱ्यो थियो यार 3टा गरेको थिएँ कस्तो मेरै गल्ती हो वाइस नै म्युट भएछ थालेर हैरान छ भने यार पुरा यो टिकटकले सिकाएको हो के गल्ती गरेँ मैले हेरेर हिँड्नु पर्ने एकैछिन ल मान्छेलाई हेर्दै नहेरिकन आफै हिँडिरहेको रहेछ फेरि एकछिन हेरेर चाहिँ म
कस्तो राम्रो मान्छे छ त अहिलेसम्म म जस्तो थोपडाकोले यस्तो गरेको भए त दरो झापड खान्थ्यो ऊ त धन्न हिँड्सिरहेछ र ठिकै छ मस्किरहेको केटी पनि ए बरै कलौटी पनि अब मोडल भएपछि त बर्बाद भएन अब फाइनल्ली 1 वर्षको मेहनतपछि उसको मनमा बस्न पाइयो को हो तिमी म त उसको एक्स हो म त मुभ अन भइसके भन्थी त हैन अझै नि मनमै छु म को हो फेरि तिमी म त उसको बेस्ट फ्रेन्ड साथी मात्र हो भन्थी त साथी भन्दा थोरै माथि हो अझै 1-2 जना नि आउँदै छन् मन त सफा छ भन्थी टुकुचा भन्दा फोर छ त तपाईँ चाहिँ को हो फेरि म चाहिँ उसको हस्बेन्ड नासमुला भाइ यार आजकल त काण्ड पनि हुँदैन बिजनेस ठपोला जस्तो भइसक्यो होइन गाइस एउटा सोध्नु मन लाग्छ यो काण्ड भनेको के म पट्टै बुझ्नु सकिनँ किनकि म नेपालबाट होइन नि त म बर्माबाट हो हाम्रो पूर्वजहरू नेपालदेखि बर्मा सरेको थियो पहिला नि त म जन्मेको त थाइमा जन्मेँ तर मेरा आमा बाबाहरू बर्मादेखि थाइ आउँदाखेरि म जन्मेको त्यो काण्ड भनेको चाहिँ के हो गाइस मलाई कमेन्टमा भनिदिनु त के हो त्यो भनेको इङ्ग्लिसले भनिदिनु हुन्छ मलाई थाहै छैन त्यही भने यार के भएको कि आजकलको मान्छेहरूलाई यार छ्या हेलो के रे हो र कहाँ ल ल ल ल त्यहाँ एउटाको श्रीमतीलाई अर्कोले होटेलमा लगेछ क्या खुसी हुँदैन ओला विनर तपाईँ देख्न सक्नुहुन्छ काठमाडौँमा दिन दाडै यसरी अर्काको श्रीमतीसँग रोमान्स भइरहेको छ हेर्न सक्नु क्लोजली यसरी अर्काको श्रीमतीसँग रोमान्स गर्न तपाईँलाई लाज लाग्दैन ए बहिनी के भएको तिमी यार मुख देखाउ त खै मुख देखाउ त कन्टिन्यू बाबा छोड्छु क्यामेरा बन्द छोड्छु के भयो मेरै बुढी रहेछ मुजी निर्माया माकुरी जालैमा के हो यो बिजनेस यस्तो छ है मिनटमा बजाइगयो मैले हरियो मकै र काँक्रा बेच्छु ल मकैबारी दरम हरियो काँक्रा करम त्यसैले भन्छन् कि डु स्मार्ट वर्क नट अ हार्ड वर्क 5000 फिट माथिबाट हेलिकप्टरबाट खसेको छु र त्यो हेलिकप्टर साथी कतिको गफाडी छौ तिमी कच्याकुचुक हुँदाखेरि पनि बचेको छु आमा हो र खै र त्यो हेलिकप्टर कच्याकुचुक हुँदाखेरि पनि बचेको छु आमा हो र सेट यार किन सठिया बोलिरहेछ क्या मुजी भाइ फेरि Miana in my dream 2 minutes before my alarm rings